यस्तो समस्याहरू तपाईले पनि पर्छ, मलाई पनि पर्छ। यो सरकार विरुद्ध बोल्न दिनुपर्छ, सरकार विरुद्ध बोल्न दिनुपर्छ। आदरणीय प्रधानमन्त्री सम्माननीय बालेन्द्र शाहज्यू के सरकार विरुद्ध बोल्नेमा यसरी अरेस्ट गर्न त पाइँदैन नि। यदि तपाईले सही गर्नुभएको छ भने सही भन्न दिनुपर्छ, यदि गलत गर्नुभएको छ भने गलत भन्न दिनुपर्छ। यसैले गाली गलौजै गरेमा अरेस्ट गर्न पाइँदैन नि। तपाई पनि त जुन समयमा सत्तामा हुनुभएको थिएन त फक अमेरिका, फक चाइना, फक इन्डिया, फक रासपा पार्टी, जुन पार्टीबाट तपाईले अहिले प्रधानमन्त्री हुनुभएको छ त्यो पार्टीले पनि त गाली दिनुभएको थियो नि। त्यो बेला त तपाईले कुनै कारबाही भएन, किनभने तपाई पावरफुल हुनुहुन्छ। अहिले एउटा आम जनताले केही तपाईको विरुद्ध बोल्यो कि उलाई के अब अरेस्ट गरेर जेलै पुर्याइदिनु हो, त्यो त भएन। घोर विरोध छ। हामी आम जनता छु, हामी कुनै मिडियावाला छैन। मिडियावालालाई त तपाईहरूले खरिदेर राख्नु भएको छ। तपाईकै एउटा सांसदले अर्को मिडियाले प्रश्न गर्दा भन्दै हुनुहुन्थ्यो तपाई त कांग्रेसको कार्यकर्ता हो। अब तपाई रासपाको मिडिया छुट्टै छ, एमाले को मिडिया छुट्टै छ, माओवादी की मिडिया छुट्टै छ, अनि विरोध कसले गर्छ त? हामी आम जनताले गर्छौं। हामी आम जनताले विरोध गर्नेछौं, सहीको सही भन्नेछौं, गलतको गलत भन्नेछौं। तर यसरी अरेस्ट गर्न एकदम जेल पुर्याउने त्यो भएन। घोर विरोध छ, ल घोर विरोध छ। आदरणीय दर्शक महानुभाव, यो भिडियोलाई सकेसम्म शेयर गरिदिनु होला, किनभने यो यस्तो समस्याहरू तपाईले पनि पर्छ, मलाई पनि पर्छ। यो सरकार विरुद्ध बोल्न दिनुपर्छ, सरकार विरुद्ध बोल्न दिनुपर्छ। न त यो त राणा शासन भयो नि। यो कहाँ गणतन्त्र भयो त? यो त राणा शासन भयो कि जे गर्छ सरकारमा जो पुगेको छ त्यही गर्छ, अरूले केही बोल्नै पाइँदैन। यो त भएन नि।